यो सरकार चाहिँ पोजिटिभ छ हाम्रो कामप्रति भन्ने कुरा चाहिँ पनि हाम्रो बागमती प्रदेशका उद्यमी जीवहरू नेपाली हातका छन्। नमस्कार, हामी चाहिँ उद्योग मन्त्रालयले विशेष गरी नेपाली हाते कागजको प्रवर्धनका लागि यो एउटा बजारीकरण कार्यक्रम लिएर आज बागमती प्रदेशका विभिन्न 13वटा जिल्लाका नेपाली हाते कागजसँग सम्बन्धित उद्योगीहरू चाहिँ एउटा अन्तर्क्रिया कार्यक्रम र अवलोकन भ्रमणको निम्ति हामी यहाँ आएका हौँ। विशेष गरी उहाँलाई बजारीकरणका लागि र नयाँ नयाँ प्रविधिहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा उहाँलाई हामीले यो अवलोकन भ्रमणमा जोडाएका हौँ। देख्न सकिन्छ यो हामी काठमाडौँ स्थित बाँसबारीमा रहेको एउटा कागज उद्योगमा उहाँलाई अहिले भ्रमण गराइरहेका छौँ र उहाँहरूले अहिले यो नयाँ खालका किसिमका प्रविधिहरू जडान गरिएकाहरू अवलोकन गर्नुभएको छ भने यहाँ प्रविधि प्रयोग गरेर कागज कसरी उत्पादन गरिन्छ, कसरी बनाइन्छ भन्ने विषयमा उहाँले अहिले अवलोकन पनि गरिरहनु भएको छ। यो सँगसँगै हामी अरू अन्य कागज उद्योगमा पनि हामी जानेछौँ। यहाँ यस कागज उद्योगका प्रमुखले पनि केही कुराहरू राख्नु भएको छ। एउटा चाहिँ जापानिज तरिका हो, बाहिर बनिरहेको चाहिँ ट्रेडिसनल हाम्रो हाते कागज हो। यो पनि हाते कागज नै हो, हातले बनाउने हो, तर यो जापानिज प्रविधिको है। यो चाहिँ जापानिज प्रविधिको। अब पहिला पल्पिङ गर्छौँ, यो हाम्रो बिटर हो यहाँ। बिटर हाम्रो यस्तो छ, यो चाहिँ नाइफवाला होइन कि ग्राइन्ड गर्ने बिटर हो यो चाहिँ होइन। यही बिटरमा चाहिँ हामीले चाहिँ हिटिङ गर्छौँ, पल्पहरू चाहिँ त्यसपछि यता लिएर आउँछौँ। स्वच्छ व्यवसायी भएर हामीले सामानहरू नै उत्पादन गर्ने। यो नेपाली कागजबाट के सामानहरू बन्छ भन्ने कुरोहरू चाहिँ आउला होइन। म तपाईँहरूलाई अहिले हामीले सामान्यतया चाहिँ अहिले चाहिँ हामीले के बनाइरहेको छ भनेर चाहिँ एकचोटि अनि हामी यो भ्रमण गर्ने क्रममा अर्को उद्योगमा आइपुगेका छौँ। यो चाहिँ बुढा नीलकण्ठ नगरपालिकामा पर्छ यो उद्योग। यो टिबेटियम नेपाली हाते कागज उद्योग हो। यहाँ चाहिँ यसरी कागज सुकाइएको रहेछ। यो कलरिङ गरेर कागजलाई